हेलो गाइज के छ आज जर्सी किन्ने भनेर गएको होइन कलङ्कीतिर गयो यो कलङ्की ब्रिज भइहाल्यो हामी सिधै यता बल्खुजानतिर गइरहेछौँ होइन अब अगाडि अलि गइरहेको छौँ जर्सी किन्न हिँडेको बाटोमा यस्तो गर्मी छ लास्टै सिधै गइरहेछ अहिले हेर्नु है अहिले लोकेसनमा म देखाइदिन्छु कहाँ छ के छ भनेर यस्तै हो अब यहाँदेखि लेफ्ट साइडमा अब यहाँदेखि सिधै जाने 200 मिटर जति अगाडि 100 मिटर 200 मिटर होला धेरै छैन 200 चाहिँ होला है सिधै अगाडि जाँदा अब आउन लाग्यो ठ्याक्क यो गाडी अगाडि यो ठ्याक्क जर्सी किन्ने ठाउँ चाहिँ हाम्रो यो हो अब यहाँ जर्सी किनेर आएर ठ्याक्क गाडी चाहिँ हामीले तल लान्नौँ पार्किङमा चाहिँ गाडी नलाने किनकि लोड छ नि त तान्दैन नि त त्यही भएर त अगाडि राख्ने हो अब अगाडि पनि ठाउँ छ कि छैन है फेरि त्यहाँ अगाडि राख्ने भनेको खै त बाइकहरू पार्किङ छ ठाउँ पनि छैन क्या ठाउँ पनि छैन अब कता राख्ने हुन्छ छ्या अब अगाडि लैजानुपर्छ पार्किङमा अब अगाडि साइडमा हो यहाँ खाएँ ल यहाँ पार्किङ गरियो अब म उत्रेँ यो हाम्रो होन्डा हाम्रो सुपर बाइक ल्याम्बोर्गिनी अटक म सिधै जान्छु जर्सीको लागि ठाउँमा गर्मी छ